सो आज चाहिँ हामीले अपर्चरको बारेमा बुझ्नेछौँ र अपर्चर बुझ्नुभन्दा पहिला चाहिँ लेन्सको टाइप्सहरू थाहा हुनुपर्छ। जस्तै कि लेन्स पनि दुईवटा हुन्छ, भेरिएबल हुन्छ, एउटा फिक्स हुन्छ। जस्तै 85 mm भयो भने फिक्स भयो, 24 to 70 अथवा 70 to 200 भयो भने चाहिँ यो चाहिँ भेरिएबल लेन्स भयो। भेरिएबल लेन्समा नि अपर्चर भन्ने कुरा चाहिँ एकदमै इम्पोर्टेन्ट हुन्छ क्या। जस्तै कि अपर्चर पनि 2.8 भयो भने चाहिँ फिक्स भयो, अथवा 3.5 5.6 अथवा त्यस्तै गरी अरू हुनसक्यो। र अपर्चरको दुईवटा काम भनेको एउटा ब्लर गर्ने र अर्को चाहिँ हाम्रो सब्जेक्टमा लाइट पुऱ्याउने हुन्छ। यो चाहिँ चारवटा एफ स्टप भनेको अपर्चरमा दिएको छ। जस्तै 1.8, 2.2, 2.8 र 3.5मा छ। अब 1.8मा हेर्नु भने एकदम उज्यालो छ र 3.5मा छ भने अँध्यारो छ होइन। जति नै कम अपर्चर हुन्छ नि त्यति नै सब्जेक्ट चाहिँ उज्यालो हुन्छ। जस्तै लाइटमा हामीले फोटोहरू खिच्दाखेरि चाहिँ सकेसम्म धेरै नै लोमा खिच्छौँ, 1.2 अथवा 1.4मा खिच्छौँ। र अर्को एउटा बेसिक काम भनेको चाहिँ हाम्रो चाहिँ ब्लर हो। अपर्चरको लागि जति नै कम भयो नि, जति कि जस्तै 1.4, 1.2 भयो भने चाहिँ एकदमै ब्लर आउँछ, अथवा 2.8सम्म पनि ब्लरै आउँछ। अनि 7.1 छ एउटा चाहिँ, एउटा 1.8 छ होइन। हुन त चाँडै छ तर दुइटा चाहिँ मेन छ। जस्तै 7.1मा चाहिँ धेरै ब्लर छैन सब्जेक्ट, 1.8मा चाहिँ धेरै नै ब्लर छ। जस्तै कि यो फोटो चाहिँ कतिमा लिएको मैले नि हेर्नै पर्छ एकचोटि है। यो 70 mm f 5.6मा लिएको एउटा फोटो भयो होइन। र सेम फोटो चाहिँ यो 28 mm f 5.6मै लिएको फोटो हो। यो दुवै यहाँनिर बेसिक पनि हेर्न सक्नुहुन्छ होइन। अब यसमा हेर्ने हो भने चाहिँ जति नै धेरै जुम भयो नि, जुमले चाहिँ कम्प्रेसन दिन्छ र ब्लर पनि त्यतिकै निकाल्छ। अपर्चर त इम्पोर्टेन्ट छँदैछ तर यो पनि इम्पोर्टेन्ट छ। जस्तै कि यो फोटोमा नै अपर्चर उति नै छ र यो फोटोमा नि अपर्चर उति नै छ, तर ब्याकग्राउन्ड ब्लर हेर्ने भने कम्प्रेसनको कारणले यसमा चाहिँ जुमिङमा चाहिँ धेरै ब्लर देखिन्छ है।